एकदमै खुसीको खबर बालन शाह र रवि लामिछानेको भेटवार्ता भइसकेको छ। यसै गरी भावी योजना र नेपालमा भइरहेको राजनीतिक गतिविधिको विषयमा छलफल र भावी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल भइरहेको छ। राष्ट्रसभाका सभापति र डिपी अर्याल भेटवार्तामा उपस्थित भएका छन्। यसै गरी यो भिडियो देशैभरि पुग्नुपर्छ। रवि लामिछाने र बालन शाहको भेटवार्ता भयो भनेर सम्पूर्णले एक सेयर र एक लाइक गर्न नभुल्नुहोला। बालन र रवि एक भएर गएको राम्रो कि बालन र रवि एक नभई गएको राम्रो, त्यसको प्रतिक्रिया कमेन्ट गर्दै जानुहोला। सम्पूर्णलाई हार्दिक अनुरोध गर्छु। मेरो विचार आफ्नो चाहिँ बालन रवि सम्पूर्ण नयाँ शक्तिहरू एक ठाउँमा आएर अगाडि बढ्यो भने भ्रष्टाचार मुक्त देश हुनेछ, देशमा सुशासन कायम हुनेछ, नयाँ नेपालको खाका कोर्न सफल हुनेछ। नेपालीको जनभावना पनि के छ भने सम्पूर्ण नयाँ शक्तिहरू एक ठाउँ आएर अगाडि बढुन् भन्ने छ। तर जनताको मनोभावना विपरीत, यिनीहरू गए भने यिनीहरू कोही पनि टुङ्गा पुग्ने छैनन्। लास्टमा रवि लामिछाने मात्रै हो टुङ्गा पुग्ने भनेको। किनभने जनताको मनोभावना यो छ कि सम्पूर्ण नयाँ शक्तिहरू एक ठाउँ आएर अगाडि बढुन्। जनताले चाहेका त्यसरी छन्। जनताको मनोभावना विपरीत गयो भने कोही पनि कहीँ पुग्ने छैनन्, सबै नखु कारागारमा पुग्ने छन् भन्न चाहन्छु। जय घण्टी, जय राष्ट्र, जय रवि।